खतरनाक हो नि ओए होए यस्तो रहेछ उकालो यार जोड बिरु जोड उताबाट आउने हो तर हैन तर उता आएर ओ ओ ओइ हेलो गाइस वेलकम टु माय न्यू भिडियो। सो आज चाहिँ म नागरिकता बनाएर गइसकेको छु पर त्यहाँबाट आएको हैन म गइसकेको छु। यो गर्मी भयो त्यार बफ से बफ उताबाट भाइहरू आउँदैछन् अनि मलाई लिन एकले कहाँ गइसकिन्छ त्यार यस्तो जङ्गल छ तर हामी डर चाहिँ मान्दैनौँ हैन त्यही पनि हल्का त मान्नुपर्छ। त्यही नै यो नागरिकताको सिफारिस बनाइयो अनि अब दुल्लु जान्छु भोलि म नागरिकता बनाउँछु अनि त्यसपछि त खतरनाक भिडियो हालिहाल्छु नि त। त्यही नै यो अलि एकछिनपछि भेट्नुपर्छ है गाइज हन मैले तपाईँहरूको लागि एउटा सानो झरना भेटाएको छु। झरना होइन हन त्यही पनि अब त राम्रो राम्रो बबाल बबाल खोलाहरू हो माई गड हेर्नुहोस् एकचोटि खतरनाक हो नि ओए होए हल्का हल्का टिप्पणी हान्नुपर्छ यहाँ उकालो चढ्नुपर्छ। अब यस्तो रहेछ उकालो यार चढ बिडु चढ कोही त छैन भाग भाग ओइ ओइ खतरा तडमा यो सिधा कुरा प्रष्ट विचार पन्न सक्छु म हुन्छु म विचार त्यही नै यो अब माथि एकछिन रोडमा भेटौँला यस्तो उकालो छ है छैन के भन्नु त्यहाँ छ नि रोड त्यो रोडबाट आएको थकाइ लाग्यो थकाइ पसिनाहरू न लास्ट हुन्छ अझै त वरिपरि घाँसै घाँस बाटो नै छैन माथिबाट रोड आइहाल्छ यति हो लास्टसम्म हेर्दै गर्नु होला हैन। त्यही गाइज हन के अरे म चाहिँ अहिले पुगिसकेको छु त्यो डाँडा हो कुन डाँडा भन्ने त्यो डाँडा अनि मेरो मामा घर चाहिँ त्यहाँ छ यार त्यहाँदेखि यहाँ यस्तरी हिँडेर यस्तरी हिँडेर त्यहाँ पुग्नुपर्छ त्यही भएर टाइम त लागिहाल्छ। अब भाइहरू पनि अब आइसक्नु छु अरे त्यो डाँडा छ नि उँधो हो त उताबाट आउने हो तर हैन तर उताबाट आइरहनु त रातोबाट छिर आइरहन अरे तिनीहरू त लास्टै ढिलो आइरहन अनि म चाहिँ छिटो हिँडिरहेको छु किनकि हेर्नु यस्तो जङ्गल चाहिँ रोको नयाँ छ्या यसो म तपाईँलाई देखाइदिन्छु न यस्तो जङ्गल छ मौसम पनि खराब भइसक्यो पानी पर्ला जस्तो भइसक्यो मसँग छाता पनि छैन अनि अब कोही पनि छैन मान्छे एउटा छैन अनि हिँडिदिन्छु म केही छैन यो को न हेर्नु त गाइस यस्तो छ क्या बाटो यो छ नि तल तल त्यहाँ चाहिँ भैरवी हो होइन गाइस हन अब चाहिँ म चाहिँ पुगिसकेको छु भन्नाले पनि झरनामा पुगिसकेको छु अर्को झरना खतरनाक छ यार झरना त खतरनाक छ खतरनाक ओम ओ पानी सेप्दो रहेछ माथिबाट त पानी त नचुप्लाउँ न हो सरी मलाई त त्यही नै हो। अब चाहिँ म हिँडिसकेको छु आइज न म चाहिँ अहिले यस्तो राम्रो ठाउँमा आइसकेको छु भिउवाला ठाउँमा अनि तपाईँलाई म एउटा देखाउँछु होइन तर यसरी भन्न चाहन्छु र अर्कोले हात दिनुपर्छ मलाई एउटा गर्लफ्रेन्डले मेरो गर्लफ्रेन्डले अनि भन्नुपर्छ तिम्रो साथ म कहिले छोड्दैन भन्नुपर्छ अनि च्याप्पाहरूसम्म त्यो हिँड्दै रहेको लखर 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 अनि म पनि हिँड्दै रहन्छु त्यही नै यस्तो भ्यू राम्रो छ
अब हामी ढिलो नगरी त बसन्ती भाग बसन्ती भाग बसन्ती बसन्ती है बसन्ती भाग बसन्ती भाग बसन्ती बसन्ती म चाहिँ फेरि अर्को झरना भेटिसकेको छु शर्मा गयो क्या काटी फन मम्मी आ गई क्या मम्मी आ गई क्या लेट्स सी झरना टुङ 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 मलाई चिनेन कि क्या हो छैन यो पानी खाने भनेको खाने कुनो र नखाने कुनो थाहै छैन डन आयो डन जय मुला फोन राजा हो राजा बोजा दिन्छ बाजा हेर्नुस् गाई झरना ओहो न क्या शीतल बाफ आउँछ यार के छ भने चाहिँ सुर्खेतभन्दा यहाँ यस्तो मजाको हावा शीतल हावा फ्रेस हावा खोला नजिक गयो भने त ओको वहाँ आउँछ यो चाहिँ अल्लु हो मार्दै ल्याएर मलाई यो पानी अर्को पनि छ ओ पानी खाने ठाउँ भेट्यो पानी खाइदिनुपर्ने हुन्छ जय शम्भु यो पनि अल्लु हो अनि त्यही हो फ्रेस हावा फ्रेस मन फ्रेस दिमाग है है शर्मा आ गई क्या काटी फोन मम्मी आ गई क्या ए मम्मी आ गई क्या को छैन त्यही नै हो अब फेरि घुम्ने खाले गरेर भेट्नुपर्छ धेरै झरनाहरू देखियो शुद्ध हावाहरू सम्पूर्ण यस्तो राम्रो ठाउँ छ कि कुरै छोड्दैन हेर सक्नु त झरना त्यही नै हो क्या स्वच्छ हावा आउँछ यार कति मिठो हावा ओ माई गड हावाको त कुरै छोडिदिनुहोस् पानी पनि यस्तो खतरनाक आउँछ नि बाप बाप पुरै छोडिदिनुहोस् चिसो पानी चिसो हावा चिसो बाफ हुन्छ नि जुन बाफ त्यो पनि चिसो अलिक चिसो आइरहेको क्या किनकि खोलाले गर्दा अनि अब चाहिँ ढिला नगरी म पुगिसकेको छु यिनीहरू भाइहरूलाई नि आउनुपर्छ भने चाहिँ यत्रै हाने गल्लामा हुन्छ दुईजनाको छन् गल्लामा हुन्छ किनभने चाहिँ तिनीहरू आयो अरे भन्छन् अझ कहाँ छ त्यही ठाउँमा छु त्यही ठाउँमा छु मात्रै भन्छन् अहिले घुम्ने खाले भन्दा घुम्ने खाले भेट्टेनौँ भने चाहिँ तिनीहरूलाई चाँडी हान्छु अनि त्यही नै यो अब धेरै भिडियो लामो पनि नगरौँ वास टिल द इन्ड हल्का अङ्ग्रेजी हानिदिउँ अनि यी खानेपानीको पाइप पनि यहीँ रहेछ यहाँको त पानी पनि स्वच्छ हो क्या पुरै गजबको पानी हुन्छ जुत्ता रिज्यो अब भोलि चाहिँ झन् खतरनाक हाल्छु नागिर्ता बनाएपछि त खतरनाक भइहाल्छ पर्सि अनि जे भए पनि हुन्छ त्यही नै हो पहिलो बच्चा बच्चाले यहाँ के खेल्ने बनाएर रहेछ यहाँ खेल्ने बनाएन हामी पहिला बच्चा बच्चामा पनि बनाउँथ्यौँ तर अब चाहिँ हाम्रो उमेर ढल्किसकेको छ त्यही नै हो बाटोहरूमा ल्यान्डस्लाइड आएको छ ल्यान्डस्लाइड भनेको के थाहै छ होला ल्यान्डस्लाइड ओहो न ल्यान्डस्लाइड खतरनाक ल्यान्डस्लाइड छ जुन हुन्छ नि नजिक जस्तो देखिन्छ तर पहाडमा यता घुमेछ उता घुमेछ यता घुमेछ उता घुमेछ अनि त्यही भएर नै टाइम लागिहाल्छ घाम पनि डुबिसकेको छ अनि अब चाहिँ हामी यस्तो हिँड्नु पर्ने हुन्छ मान्छेले हेरिहाल्छन् नि त नहुने केही गर्छन् हामी हेऱ्यो नि होइन लाज मान्यो उ गऱ्यो भने त त्यही भएन सेयर पनि गरिदिनु होला है फेरि मछली जल की रानी है जीवन उसकी पानी है हात लगाओ तो मर जाएंगे बाहर निकाल तो जिल जाएंगे भन्छन् कि के भन्छन् हेर्नु त गाइस घर ओहो न घर क्या खतरनाक छ त यार घर त हो तिमीहरूले हन गाइस
एउटा कुरा नोटिस गर, जब यत्रै घर भए पनि होइन सानो माटोले बनाएको घर पनि राम्रो हुन्छ क्या। तर ठुलो घरमा सुतेपछि सुर्खेतमा गएर सुतेपछि फ्यान चलाऊ छ्याउ आगो चिसो हुन्छ नि, चिसो हेर्नु मैले यति बाक्लो सर्ट लगाइरहेको छु, चिसो हुन्छ लास्टै कम्ता चिसो हुन्छ भनेपछि त तँ भन्दै नभन्नुहोस् होइन, चिसो हुन्छ, हात पनि दुखिसक्यो समात्दा गाई गोरु पाल्यो, दुध खायो, के खायो, मै खायो, बहुत रमाइलो हुन्छ। अहिले गाडीको समस्या हुन्छ, महँगो हुन्छ सामानहरू अलिकति यहाँ त्यही हो, अरू त खासै के छैन, बहुत राम्रो छ कि चिसो हावा लागिसकेको छ, भ्यू हेर्न सक्नुहुन्छ गाइस। त्यो छ नि खोला छ नि, त्यो खोला छ नि भैरवी हो, त्यहाँ माथि छ भैरवी। अब यहाँ म चाहिँ एकचोटि कि कति 2 चोटि गएको छु, राम्रोसँग 2 चोटि गएको छु, फेरि पनि जान्छ तल देखाइहाल्छु। अनि त्यहाँ स्वादिष्ट छ, तिमीहरू सहरमा बसेर केही छैन क्या, गाउँमै बस्यो, पढाइ नराम्रो भएर मात्रै हो, नत्र त गाउँमै ठिक छ। म चाहिँ आइपुगेको छु, फाइनली म चाहिँ आइपुगेँ। अब तिमीलाई फोन गर्छु र कानमा चाटा लगाएर हान्छु, पख तम्रो भन्न प्याट हान्छु गाई जान। म चाहिँ घुम्ने खाली गरिसकेको छु, मास्क किन लगाएको तपाईँलाई थाहै होला, किनकि मलाई विनोद भ्लग्स तपाईँ यहाँ आउनुभएको छ, वाह सेल्फी लिन्न भनेर लागिहाल्नुपर्छ नि त, भनिदियो भने लफडा हुन्छ। तेरो मास्क लगाउनु पर्छ मा कसम, भाइहरूलाई यहाँ हो भनेको तिनीहरू अझैसम्म आइपुगेको छैनन्, यो घुम्ने खाली गरिसक्यो, आइपुग्यो घुम्ने खाली भनेको त अहिलेसम्म आइपुग्यो। तिनीहरूलाई भेटेर पाँचक कान्नुपर्छ, यस्तरी पाँचक हान्नुपर्छ। अनि मास्क लगाइसक्यो, फेरि कोही चिनेन बाटोमा सेल्फी यहाँ छ नि त, खतरा युट्युबहरूमा त्यही नै हो, तिनीहरूलाई भेट्टामै एकछिन। फाइनली पुगिसकेको छौँ गाइस, यो चाहिँ मेरो भाइ हो होइन, यसलाई नै यो मैले भेटाउनेको, यसलाई हान्ने भनेको। अनि त्यही नै हो, अब अर्को भिडियोमा हेर्नुपर्छ। अनि हामी यहाँ पुगिसकेको छौँ, अब सिलङ्गी पुगिसकेको छौँ, अब नेक्स्ट भिडियोमा हेर्नुपर्छ। त्यही नै हो, सपोर्ट गरिदिनु होला।